फर्स्ट अफ अल त तिमीहरू सबैलाई अल द बेस्ट भन्न चाहन्छु किनभने आज चाहिँ फाइनल इक्जाम चलिरहेको छ किन भन्नु त कति गतेदेखि नै हामीहरूले धेरै अगाडिदेखि नै यो कुराहरू चाहिँ प्रिपरेसनको लागि गरिराख्नु भएको थियो सबैजना डराउनु भएको छ आफ्नो ठाउँमा तर डराउनु एउटा स्वाभाविकै हो भन्नुपर्छ किन इक्जाम्स भनिसकेपछि हामीहरूले जतिसुकै जाने पनि अटोमेटिकली डर फिल हुन्छ कि एकदमै फिल हुन्छ मलाई पनि फिल हुन्छ किन भन्दा इक्जाम्स भनिसकेपछि त्यो इक्जाम्स भन्ने ओड नै अर्कै छ कि किन भन्दा त्यो शब्द कस्तो छ भन्दा इक्जाम्समा चाहिँ मैले प्रिपरेसन गरेँ भन्दा पनि बेस्ट गर्नुपर्छ भन्ने सबैको मनमा हुन्छ हुँदैन भन्दा सबैको मन मस्तिष्कमा छ नि त ला इक्जाम छ 2-4 दिन गतेदेखि नै अगाडिदेखि नै ला मैले के गर्ने होला अरू बेला कहिल्यै नगरेको मान्छे पनि अगाडिदेखि नै हजुरहरू सबैजना कति बेरसम्म बसेर प्रिपरेसन गर्नुभएको थियो त्यो मलाई याद छ कि मैले अरू क्लास हेर्दा पनि हजुरहरू मजाले प्रिपरेसन लागि बस्नु भएको थियो मलाई जाने नजाने कुराहरू पनि सोधी गर्नुभएको थिएन रियलमा गर्नुभएको थियो त्यसको लागि सम्पूर्णलाई अहिले पनि म धेरै धेरै धन्यवाद भन्न चाहन्छु किन भन्दा आफूले नजानेका कुराहरूलाई सिकेर यो ठाउँसम्म आउनु भएको छ भने यो इक्जाम्सलाई चाहिँ राम्रो गर्नु हुनुपर्छ भन्छु मान्छे एकदमै राम्रोसँग गर्नु इक्जाम्स यत्तिकै होइन यो इक्जाममा राम्रो भएन भने 50 क्रस भएन भने हामीले सर्टिफिकेट पनि दिँदैन त्यही भएर त्यही अनुसारको हजुरहरूले प्रिपरेसन गर्नु पहिला चाहिँ हामीले यो यस्तो खालको हामीले रुल्स लागेको थिएन किन भन्दा जस्तो गरे पनि हामीले एउटा सर्टिफिकेट दिएर पठाइदिन्थ्यौँ भने अहिलेको टाइममा चाहिँ त्यो छैन भन्छु मैले पहिल्यैदेखि सुरुदेखि नै इन गर्ने बेलैदेखि नै मैले चाहिँ यो कुराहरू भनिरहेको थिएँ अहिले पनि भन्छु त्यही भएर भाइबा छ जति पनि है म त 50 क्रस गर्छु नै गर्छु भनेर हजुरहरूले एकदमै त नजानेको कुराहरू पनि मजाले खुलेर बोल्ने बनाउनु पर्छ अब चाहिँ नजानी भए पनि मैले चाहिँ अलिअलि भए पनि के म जान्दिनँ भन्न सजिलो जति छ नि अब म गर्छु एउटा दुईवटा वर्ड चाहिँ मिलाएरै भन्छु भनेर गर्नु होला भाइभामा पनि प्लस पोइन्ट हुन्छ हजुरहरूको 10 मार्क्स चाहिँ हजुरहरूको भाइभाबाटै आउँछ 10 मार्क्स मेरो खस्कियो भने पनि पोइन्ट त आउँदैन सोधेका कुराहरू लतर पतर गर्दा तान्न त मिल्छ नि क्वेसन हजुरहरूको सजिलै छ रेगुलरै पढिरहेको कुराहरू त्यही हो गर्दा गर्दै कतिपय कुराहरू जानिँदैन तर नजान्दै पनि हजुरहरूले सकेसम्म गर्ने कोसिस गर्नुहोस् है भन्छु मैले चाहिँ त्यही नै हो ल कविता अधिकारीलाई चाहिँ के परेछ आज मलाई थाइरोइड ट्रिटमेन्ट अन्टायर अनि यु कट स्मोकी आई अनि त्यसपछि थ्रेडिङ प्याटेसन त अब भइहाल्यो अनि त्यसपछि एउटा वाक्स लेखको वाक्स कतिको प्रिपरेसन गरिछौ त्यो अनुसार कतिको राम्रो लागेको छ एक्जामको लागि म यो गर्न सक्छु जस्तो फिल भएको छैन सक्छु जस्तो त लागेछ अब स्मोकीबाट नि कति लागेको आँखा मजा भएर कस्तो जस्तो त लाग्छ त्यही पनि डर चाहिँ लाग्छ अनि यता